के हुन दोस्त के हुन रे ढटेलाहरूको धेरै बिजनेसहरू चाहिँ हुन्थ्यो पहिलातिर आजकल चाहिँ अब यहाँ जग्गाहरू भएको कारणले हैन यहाँ चाहिँ अब आफ्नो जग्गा बनाउनु परिहाल्यो हैन के खाने हैन ढटेला के यो बाटो के योजना भर्खर अस्ति गरे हैन 85 को छ यो बाटो योजना गरेर अरे अस्ति भर्खरै यो कामै छैन के यहाँ रोजगार आउँछ र त्यो अस्ति भर्खर बनाएर हेर न कस्तो देख्छ यो बाटो 2 ढुङ्गा अट्कने पैसा लट्कने काम त्यो 2 ढुङ्गा अट्कने पैसा लट्कने काम भइरहेछ केटा हो हैन आइगो अब हामी युवाहरूले हामी नसोचेर कसले सोच्छ कोहीले सोच्छ के त्यही सोच्ने भनेको नै आइया हो काम चाहिँ तर यहाँतिरको अलि तालमाल हेर्दाखेरि ढुङ्गा अट्कने पैसा लट्कने जस्तै लाग्यो है अनि धारा टन्न छ न जा भन्दै यता माथि नौरेबा थानहरुको भ्यूहरु देखाइदियो माथि नौरेबा थान यहाँ हाम्रो चाहिँ भर्खर अस्ति निर्माण भएको यो बाटो है सिमरा डाँडा अनि यहाँ हरियाली मौसम भइरहेछ है यो बाटो अस्ति निर्माण भएको तर यहाँ गाह्रो छ हिँड्नलाई यो बाटो यो बाटो हो यो बाटो हो यो बाटो हो यो बाटो हैन गाडी गुन्ने रोड हो यो बाटोमा हिँड्दा खतरकै खिलाडी जस्तै फिल आउँछ हौ यहाँको काम हुन्न केटा हो मस्त अब चिरा दिनु हेर्दै कति जोखिम छ यार अलिकतिको मान्छे धेरै जोखिम छ नि हैन यहाँबाट ढुङ्गाहरू गयो भने धेरै जोखिम छ नि त त्यही कारणले चाहिँ यस्तो पाराले त्यो हुँदैन हैन त्यही नै यो लसुनमा कस्तो फाइदा हुन्छ हुँदैन पर्यो 10-15 खर्च त आइहाल्छ हैन हो ल ठिक छ त्यस्तो भए त राम्रै हो हैन अब यस्तै छ गाइस ओ छतुरी बनाउन बाटो So guys, I know just greeting bro. Sell ढुङ्गाले हो हैन यो पाइको सुरु ana हो बाबा ल बाबाले हान्ने एकदम त्यसमा सही लागेको थियो ल लुगिन त बसेर छु नयाँ दादाहरुको दादाहरुलाई पनि देखाउँछु अनि भेटघाट पनि गराउँछु हजुरहरुको सामु हैन हजुरले धेरै डर हो हात गोली गर्नु जा हाम्रो दाइहरु पनि आउन लाग्नु भएको छ हाम्रो दाइले आज सेभ गर्नु भएको क्या हो जाइगा अनि तिमी पहिला हो नि अस्ति नै हामी सेभ गर्नु भएको छ मसिन छ ल लायौ ल बोल न यार क्यामेरा यस्तो अगाडिलाई त एकछिन पर सेभ गर रिफर पनि गरेको अगाडि तिमीहरूको यहाँ कुरो खुलबल चलिरहेछ बुलिया जब्रा कति अध्यक्ष न हुनु जाऊ हामीहरु